हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आइयो सबैजना सन्चै आराम हुन्छ होला। हामी पनि एकदमै ठिक छौँ। केमा र आज चाहिँ स्याटरडे भयो, बिदाको दिन। नुहाइधुवाइ गरेर बसेको, खेल्दैछौँ गोटाइ। घर बस्ने नि यही त हो टाइम पास हाम्रो। खेल यो र म हो अनि यी दुई भाइगन लाएर उठ्छ। यिनीहरूले अब कति बाजी लाउने नामलाई देखा राम्रोसित देखा। तेरो अम्लाले छ क्या यहाँ क्यामेरा केमा हामी गाडी हामी अल्टाला खोप्पे देखाउन लेता खोप्पे यस्तो ल ल राजा मान्छे सबै देखिन्छ। अबेला का आउने हो भन्ने लाग्यो। भिडियो बनाउन जहिले म हाल्छु जहिले डाट ल डर नजुगाए मलाई भन्दै छु। ल जाउन खाला। मलाई खेल्न आन्न कि के भर्खर सिक्दैछु। ल हामी चाहिँ झोक्नु इन्होंने हामीले 10 बजे लागिसक्यो। हम क्या 10 बजे तिर्ने सब खाइया ल म चाहिँ हाम्रो बाजी तिरेर म के हामी के मार गाली 10 बजे लाएर हामीले उल्टे हातले खेल्नु पर्छ नि। झोपे पनि कटाए अच्छा लगी आडु न के नि दैट मा उल्टे हातले कति खेल्न सकिन। चुप है 10 बजे लाएपछि उल्टे हातले खेल्नु पर्छ। त्यो पनि नसकेको नत्र हामी 10 बजे अघि नै होला खाना। ओ भाइ फाल्यो त यार ओखो थाल भात छ। भात त पुरै यसरी नजस्ता यसरी भातको थाल पनि त्यसले हैन चौधै नालेको त्यो विवेक अब खाइदिए ल खा भाइ खा ज्याम ज्याम खा। ल यता पर्दिमा खेल्दा हाम्रो राजा उ यताको अगाडि ल बाहिर घाम यस्तो चर्किया थियो अघि भर्खरै। अहिले त बादल रहेछ। अहिले त ल अब ड्रेस धुन पर्यो खानासाना खाएर अर्को पनि आयो ल अहिले चाहिँ 4:30 भयो। लाएर म चाहिँ यस्तै बसिरहेको छु। सब आन्टीहरू भाइहरू सब बाहिर जानु भयो। यहाँ खाली छ सुनसान छ र म यस्तै बस्दैछु यहाँ चल्लाहरूलाई हेर्दै। हाम्रो प्यारा प्यारा चल्लाहरूलाई म हेर्दै बसिरहेको छु। एन्ड कहाँ छ है त्यहाँ कति छिटो ठुला भइगयो यार। छिटै भइगयो छिटै हुन्छ नि आँप खानु होला। आँप त भयङ्कर छ। यस्तो रुगा लगाइन्छ यो आँपले कुनै आउँदाखेरि सिलाइ गर्छ तना हुन्छ आएर यस्तो चिलाइन्छ आउँदाखेरि तना हुन्छ हुन्छ। आँप खान त मन लाग्छ के गर्न तर नखाने। अब चाहिँ यहाँ चिसो हावा खाँदै कस्तो गर्छ। प्याजहरू यहीँ छन्। यो प्याज त मैले कहिले पो खाइसक्छु। अब एक्लै छु नि त कहिले हो कहिले थाहा छैन। अहिले खोल्दै नै हेर्छ भने हावा पनि हावा सर आउनु पर्ने नि त यस्तो झ्यालबाट टक्क नआए तर नआउने कता अलिअलि त आएखेरि त्यही हो। ड्रेस धोइयो वाइफाई गएर आएँ टक्क लाएर अहिले चाहिँ बसेछु। 4:30 भयो। अब 6 बजीतिर म खानासाना बनाएर वर्कआउट गरेर फेरि त्यसपछि बस्छु। यस्तै छ हाम्रो दिन चाहिँ। एन्ड सो त्यो अब चाहिँ म हिजोको भिडियोलाई एडिट गर्नु पर्यो। ट्याक्क मैले आजको बनाएको भिडियो भोलि बेलुका हाल्छु कि ट्याक्क 1 दिनपछि हाल्छु।
किनकि एडिट गर्न टाइम लाग्छ एडिट गर्नको लागि टाइम चाहिन्छ त्यो टाइम मिलाएर चाहिँ हाल्छु मैले हिजोको भिडियो एडिट गर्नु छ हिजोको भिडियो एडिट गर्छु त्यसपछि आज बेलुका अपलोड गर्नु पर्यो फेरि यो भिडियोलाई भोलि बेलुका अपलोड गर्नु पर्यो सो त्यही हो अब म चाहिँ भिडियो एडिट गर्न लागेँ अहिले चाहिँ भर्खरै मैले खाना बनाएर गएँ पसिना देखाएँ कि देखाएन खै पनि यसो हेर्नु मिलाएर तर पसिना चाहिँ मलाई डर आए यहाँभित्र यस्तोमा रोटी हालेको नि त मैले आज रोटी चाहिँ राम्रोसँग नदेखाउनु लाग्छ राम्रो भएन हाल्नुहोस् न रोटी हाल्नु पनि त्यो हाल्दै यहाँ भाइहरू हल्ला गर्छ कि फेरि मोटे चिया से नाङ्गे तुम्ने सो ल खै तैँले बनाएको ल देखाइदिए वाउ खै त मलाई खै त मलाई दिनु नि त मलाई कस्तो दामी पसिना लाग्यो आज झुल पनि फेरे कस्तो भयो झुल पनि फेरि अर्को झुल हाले त्यो ठुलो हो क्या यो सानो भने ठिकै हुन्छ सो त्यही हो आज चाहिँ अहिले चाहिँ अब चाहिँ आफ्नो वर्कआउट चालु गर्छु म चाहिँ ल अहिले चाहिँ मैले आफ्नो वर्कआउट भइसकेँ आज लेग डे थियो मेरो पुरै भइसक्यो र पसिना हाल्यो त्यो यो बडीको नि हान्दै यो आज लेग मसलको थियो त्यसलाई टार्गेट हान्नु फुल हाने माछालाई पुरै यार यस्तो हैरान भयो सो अब भर्खर 8 बजेको छ अब वर्कआउट भइसक्यो र अब नुहाउँछु हल्का नुहाएर खाना खान्छु त्यही हो भिडियोलाई म यतातिर एन्ड गर्न थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब विथ द बेल आइकन यति भन्दै म आज बिग्रिन्छु हस्त जय नेपाल।